आज शरणममा कुपोषण लागेको बालकको भूमिकामा अभिनय गरेका विकास कुपोषणले नै अस्ताए। 52,000 बालबालिका कुपोषणबाट पीडित, कसले देख्छ कर्णालीको पीडा। हाल प्रदर्शनरत चलचित्र लाज शरणममा महत्वपूर्ण भूमिका निभाएका 15 वर्षीय बालक विकास केसीको कुपोषणबाट निधन भएको छ। उनले चलचित्रमा पनि कुपोषित बालककै भूमिकामा अभिनय गरेका थिए। विकास वास्तविक जीवनमै पनि कुपोषणबाट ग्रसित थिए। चलचित्रको सुटिङपछि तत्काल निर्माण पक्षले उनलाई उपचारका लागि ग्रीन सिटी अस्पताल ल्याएको थियो। सो अस्पतालले कान्ति बाल अस्पताल रिफर गर्यो। कान्ति बाल अस्पतालले जटिल खालको कुपोषणको उपचार सम्भव नभएको जनाएको थियो। सुटिङ समयमा विकासको स्याहार र परिवारको सहजताका लागि खानेकुरा, लत्ता, कपडा र सञ्चारका लागि मोबाइल उपलब्ध गराइएको कलाकार अर्जुन घिमिरे पाण्डेले बताए। निर्माण पक्षसँग उनलाई भेट गराउने, उपचारका लागि ल्याउने लैजाने सहित पारिवारिक दायित्व निर्वाह गीतकार तथा संगीतकार वसन्त उदासले गरेका थिए। फिल्मका लेखक तथा निर्देशक कुमार कट्टेल जिग्रीले उनको निधन भएको पुष्टि गरे। फिल्ममा उनले कर्णालीका बासिन्दा बनेका महेश त्रिपाठी र रेणु योगीका सन्तानको भूमिका निर्वाह गरेका थिए। विक्रम सम्वत 2066 साल साउन 1 गते जन्मिएका विकासको मंगलबार निधन भएको हो। उपचार सम्भव नभएपछि विकासलाई कर्णाली फर्काइएको थियो। घरमै उनको निधन भएको खबर आएको घिमिरेले जानकारी दिए। उनको परिवारमा बुवा, आमा, दिदी र भाइ छन्। कर्णालीमा 52,000 बालबालिका कुपोषणबाट पीडित छन्। प्रदेशमा कुपोषणको समस्या गम्भीर बनिरहेको छ। संघीय र प्रदेश सरकारले 5 वर्षमा 1 अर्ब 3 करोड रुपैयाँ खर्च गरे पनि 5 वर्ष मुनिका 36% बालबालिका आजै कुपोषणको चपेटामा छन्। सरकारका काम उत्कृष्ट हुन नसकेको